5 किलो जस्तो माछा पनि छ। कहाँ हो त्यो अनि हामीले बाटो बनाए सजिलो हुन्छ, अर्कोले थुनी त हाल्छ। माछा त छ होला त्यहाँ। छ नि हौ। पानी चाहिँ फेरि आजै पर्ला जस्तो छ त। हिजोको जति सिमसिम आयो भने त चढिहाल्छ। त्यति खासै पानी आएन नि। त्यतिले त्यो यो बिरहको घर उकालो त्यो चिया बन्दाखेरि त फसेको। कहिले नफस्ने त्यहाँ त पानी आयो हिजो। कतिखेर आयो पानी मैले थाहा पाइनँ त नि। मैले त थाहा पाइनँ त नि पानी आएको हिजो।